लोन लिँदाखेरि ब्याङ्किङ इन्स्टिट्युसन कुनै ब्याङ्किङ इन्स्टिट्युसन या पर्सनसँग पनि लिनु मिल्छ होइन त्यो भएर त्यहाँ लेखेको लिखतमा कदम कदाचित 7% लिनुभयो तपाईँले त्योभन्दा बढी गएर अब के छ वर्ड त्यसमा डिफाइन गर्छ कन्ट्र्याक्टमा 7%मै रहन्छ 10 वर्षसम्म भनेपछि उसले बढाउन पाउँदैन त्यो क्लियर छ स्थिरमा छ है तपाईँ तर प्रायः चाहिँ लोन लिँदाखेरि कस्तो हुन्छ तपाईँको त्यहाँ टर्म्स एन्ड कन्डिसन प्रायः हेर्दाखेरि चाहिँ त्यो जे फ्लक्चुएट हुन्छ नेपाल राष्ट्र ब्याङ्कले एउटा बेस रेसियो राखेको हुन्छ त्यसमा सर्टेन 2-3% कति मार्जिन हाल्छ कमर्सियल ब्याङ्कले त्यो अनुसार फ्लो गरेको देखिन्छ है तपाईँको मार्केटमा त्यसमा चाहिँ त्यहाँ फ्लक्चुएट रेसियो राखेको हुन्छ कन्ट्र्याक्टमा त्यो छ भने त केही गर्न मिलिएन होइन दुईवटा पार्टी ब्याङ्किङ पार्टी र एउटा लोन लिने पार्टी बिच होइन यो एकदम स्टिक नै रहन्छ 5% या 7% हुन्छ भने यदि छ भने त्योभन्दा दायाँमा त जान पाइँदैन कन्ट्र्याक्ट नै जहिले पनि रुल गर्छ ल कन्ट्र्याक्ट नै जानुपर्ने हुन्छ यदि त्यो कसैले त्यो कन्ट्र्याक्टभन्दा बाहिर गरेर गरेको छ भने त्यसको उपचारको लागि हामीले अदालतमा मुद्दा दायर गरेर त्यसको रेमेडी खोज्न सक्छौँ भनेपछि अहिलेको कानुनले चाहिँ ऋण दिनेलाई नै बलियो बनाएको छ त्यसै भन्न मिलेन तपाईँ कन्ट्र्याक्टमा के शब्द हाल्नुहुन्छ टर्म्स एन्ड कन्डिसन के राख्नुहुन्छ त्यो टर्म्स एन्ड कन्डिसन अनुसार के छ त्यो त दुइटैले बराबर हुन्छ नि तपाईँ 5% लिने कि 10% लिने त्यो छ फेरि तपाईँको कतिपय कुराहरू त कानुनले गभर्मेन्ट गरेछ कि यति पर्सेन्टभन्दा माथि लिनु हुँदैन भनेर पनि छ कि लमा केही विदिन ल बसेर तपाईँले कन्ट्र्याक्ट बनाउनु भएको छ र कन्ट्र्याक्टभन्दा बाहिर गएर तपाईँले लिनु पाउनुहुन्न त्यो चाहिँ क्लियर हो फेरि